चुनाव आउँदैछ, के छ हालखबर? चुनाव आउँदैछ हो, जनताहरू मन पुरा कौतल त भएन के होला भनेर। त्यो झापा त्यो झापा 5 को हाम्रो केपीजीको र हाम्रो बालेनजीको यो के होला भन्ने तपाईँको पुरा छटपटी भएको छैन। कसले जित्छ हो, कसले जित्ला? मलाई त अहिलेको माहौल हेर्दा चाहिँ बालेन्द्र शाहले जित्नु जस्तो लाग्छ है। किन भन्नुहुन्छ भने हाम्रो केपी बाको खत्रै न्युज आयो नि त। केपी बाले त 14 वर्ष जेल गएको त मान्छे मारेर भोगाएको हैछ भन्ने न्युज आइरहेको छ। के हो यो पारा? लौ मार्यो। अब यस्तो चुनावको मुखैमा यस्तो जनताले थाहा पाएपछि कहाँ भोट दिन्छन् र केपी बा? गाह्रो छ हजुरलाई, धेरै गाह्रो छ। अब फेरि यही बेलामा तपाईँलाई फेरि मान्छेलाई ग्यास हालिदिने, घर घरमा एकदम ग्यास के पाइप हालिदिने अरे के, घर घरमा पाइपलाइन बिछाइदिने अरे घर घरमा। यसो गर्ने बित्तिकै ग्यास त सार आउँछ अरे। हो यस्ता कुराहरू तपाईँलाई चुनावको मुखैमा आएर याद हुन्छ कि जनतालाई कसरी हुन्छ भ्रममा पार्ने, जनतालाई कसरी हुन्छ उल्लु बनाउने। तपाईँको कामै त्यही हो कि पुरानो पार्टीहरूको। तपाईँहरू 10 वर्ष 20 वर्ष 30 वर्ष दशकौँसम्म राज गरेर देशलाई खाल्टामा हाल्नु भएको छ। एक्जाम्पल मैले एउटा मात्रै दिन्छु, धेरै बढी बोल्दिनँ म, एउटा मात्रै एक्जाम्पल दिन्छु। तपाईँलाई याद छैन होला, कोरिया यति गरिब देश थियो, हामीहरूले चामल अनुदान दिन्थ्यो के, अनुदान। नेपालले चामल अनुदान दिन्थ्यो उति बेलाको जमानामा। अहिले कोरियाले हामीलाई जागिर दिइरहेछ के, हामीलाई रोजगार दिइरहेछ भनेपछि हामी कति पछाडि छौँ भन्ने कुरा त्यताबाट विचार गर्नुहोस् के। त्यही भएर यी यस्ता पार्टीहरूसित हामीले अब हजुर भइसक्यो। किनभने जुन जोगी आए पनि कानै चिरेको भने जस्तै जुन पुरानो पार्टी आए पनि कानै चिरेको, काङ्ग्रेस, एमाले, कम्युनिस्ट, माओवादी पनि कति होइन आए त, सबै आए त, विश्वास गरियो त। अब विश्वास गर्दा गर्दै भएन। अब विश्वास गर्दा नभएपछि अब हामी नेपाली जनताहरूले के गर्छौँ त भन्दाखेरि, अब हामी नेपाली जनताहरूले यो भोटै परिवर्तन गर्छौँ के, हामीले भोट चेन्ज गर्छौँ। भोट कसलाई दिने भन्दाखेरि जो नयाँ पार्टी छ होइन, नयाँ पार्टीसँग नयाँ एजेन्डा भइसँग जसको नयाँ राम्रो उम्मेदवार छ, जो दक्ष छ, जो पढे लेखेको छ, त्यस्तो पार्टीलाई भोट दिनु। हेर्नुहोस्, त्यो चाहिँ मैले देखेको राष्ट्र स्वतन्त्र पार्टी मात्रै हो है अहिलेको लागि। राष्ट्र स्वतन्त्र पार्टी हाम्रो हर्क साम्पाङको पनि राम्रै पार्टी छ माटो होइन, एउटा कुलमाङ घिसिङको पनि राम्रै छ। तर उहाँहरूको टिम अलिकति छैन कि। हर्क साम्पाङजी मात्रै एक्लै हुनुभयो त्यहाँ, कुलमाङजी एक्लै हुनुभयो त्यहाँ होइन, अलिकति होइन एकदम स्ट्रङ भनेको के। अब यहाँ राष्ट्र स्वतन्त्र पार्टीमा एक हुनुहुन्छ के, बालेनजी हुनुहुन्छ, रविजी हुनुहुन्छ, अरू तपाईँले हेर्न सक्नुहुन्छ धेरै राम्रो व्यक्तिहरू हुनुहुन्छ, दक्ष पढे लेखेको, आफ्नो क्षेत्रमा होइन, आफ्नो क्षेत्रमा राम्रो अनुभव लिएका व्यक्तिहरू हुनुहुन्छ, डाक्टरहरू हुनुहुन्छ, इन्जिनियरहरू हुनुहुन्छ होइन। तपाईँले हेर्न सक्नुहुन्छ। तपाईँले यदि मेरो विश्वास लाग्दैन भने तपाईँले घन्टीको त्यो एप्लिकेसन डाउनलोड गरेर हेर्नुहोस् न के छ एजेन्डाहरू भनेर। ए बाबा, पुरानो पार्टीहरूसित त सकिँदैन। हेर्नुहोस्, यिनीहरू भनेको ठ्याक्कै साँप हो के। यिनीहरूलाई बचाउन खोज्यो भने आफैलाई डस्छ के, बुझ्नु भएन? यिनीहरूलाई दुध खुवाउने भने दुध टन्न खान्छन् अनि हामीलाई डस्न आउँछन् के। साँपलाई पालेर फाइदा छैन, छोडिदिनुपर्छ। त्यही भएर हामी यी पुराना पार्टीहरूलाई चाहिँ छोडिदिने, नयाँ पार्टीहरूलाई भोट दिने। भोट दिँदाखेरि यति कुरा याद राख्नुहोस्, यदि तपाईँ देशको विकास चाहनुहुन्छ भने यो भोट चाहिँ दुनियाँलाई नबाड्नुहोस् के। भोट बाँडेर फाइदा छैन। जब भोट बाँड्नुहुन्छ सिट पुरा ल्याउनु पर्ने हुन्छ सरकार बनाउनको लागि। अब सिट पुरा ल्याउनको लागि यदि भोट पुरा भएन भने अर्को तपाईँको पार्टीहरूसित गठबन्धन गर्नुपर्छ, मिल्नुपर्छ। त्यहाँ फेरि पुरानै सिस्टम हुन्छ, मिल्ने फुट्ने हुन्छ। एउटा काम बन्दै गइरहन्छ, त्यहाँ फेरि के मनमुटाव हुन्छ यिनीहरूको, त्यहाँ फुट्छ, फेरि सम्झौता, यस्तै लफडा हुन्छ। एउटा पार्टीलाई 3-4 वर्ष मजाले 4-5 वर्ष मजाले काम गर्न दिउँ, हेरौँ एउटा पार्टीबाट, त्यसबाट भयो भने राम्रो, भएन भने अर्कोलाई त्यसरी दिनुपर्छ। तर भोट दिँदा चाहिँ हेर्नुहोस्, विकास चाहनुहुन्छ भने राष्ट्र स्वतन्त्र पार्टीलाई नै दिनुहोस् अहिले है, घन्टीलाई नै दिनुहोस्। सबैको चाहना पनि त्यही छ। विदेशमा बस्ने हरेक नेपालीले तपाईँले सोध्नुहोस् घन्टी भनिरहन्छ कि, किनभने तिनीहरूले विकास देखेको छ। विकास भनेको के हो? तर अझै पनि नेपालमा कोही कोहीले एमाले, काङ्ग्रेस भनिराख्नु भएको छ। उहाँले